सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है। हजुरहरूले देख्न सक्नुहुन्छ नि त म यस्तो ठाउँमा टक्कसँगले चाहिँ हजुरहरूलाई आज म भिडियो बनाएर चाहिँ देखाउँदैछु। कस्तो दामी देखिन्छ नि त यहाँ ठाउँहरू, सिङहरू कस्तो छ देख्न सक्नुहुन्छ। यस्तो छ टक्कसँगले होइन, चारैतिर यस्तो तरिकाको ठाउँमा म आएर चाहिँ टक्क म हजुरहरूलाई म भिडियो बनाएर चाहिँ देखाइरहेको छु नि त। के कस्तो लाग्दैछ हजुरहरूले देखेर चाहिँ होइन टक्कसँगले सुझाव दिनु होला। देख्न सक्नुहुन्छ यतापट्टि यस्तो छ, सबै यस्तो दामी ठाउँहरू छ क्या, देख्न सक्नुहुन्छ नि टक्कसँग। हामी चाहिँ अगाडि बढ्दैछौँ है। हजुरहरूलाई यताउतिको ठाउँहरू चाहिँ के कस्तो देखिन्छ भनेर चाहिँ म वरिपरि तपाईहरूलाई राम्रो दृश्यहरू क्यामेरामा कैद गर्ने हिसाबले चाहिँ म अगाडि बढिरहेको छु। अब आँखाले देखिन्जेलसम्ममा चाहिँ होइन, क्यामेराले भ्याउन्जेल चाहिँ के कस्तो कुराहरू देखिन्छ बाटोमा हिँड्दाखेरि देखिने कुराहरू चाहिँ म हजुरहरूलाई देखाउँदै नै हिँड्नेछु। सतभर कोसिस गर्नेछु है। यस्तै छ, केशव दाइ चाहिँ अगाडि हिँड्नुहुँदैछ अनि म चाहिँ पछि केशव दाइको पछ्याउँदै कता हिँड्नुहुन्छ होइन। टक्कसँगले त्यतैतिर हेर्दै भिडियो बनाउँदै जाने हो। खासमा चाहिँ अहिले हामी चाहिँ कहाँ गएको भन्नु होला होइन। हामी चाहिँ अहिले चाहिँ यहाँ कपडा किन्नको लागि भनेर चाहिँ एउटा पसलमा चाहिँ जाँदैछौँ। अनि ट्याक्क हामी चाहिँ कपडा किनिसकेपछि चाहिँ अनि फेरि फर्केर घुमघामको प्रक्रिया अगाडि बढ्छ। हाम्रो चाहिँ पसल भेटिएको छैन, जे होस् हामी चाहिँ अब पसल खोज्दै हिँड्दैछौँ। चट्ट अलिकति अब सामान किनिसकेपछि चाहिँ हाम्रो काम सकिहाल्छ अनि त्यसपछि घुमघामतिरै व्यस्त हुने हौँ। अब यहाँबाट हामी पारी तर्नु पर्ने रहेछ होइन। यसले त यहीँबाट उकाल्न लाग्यो क्या यो बाइक त ल्या हो त नि। ठ्याक्कै नेपालबाटै नेपाली यस्तै रहेछ क्या हो यो, नेपालीको ठ्याक्कै बानी सिकेको रहेछ। सर्टकट चाहिँ अब कहाँबाट हुन्छ भगबुग्लो निकालिहाल्ने टाइपले। हामी अगाडि फेरि जाँदैछौँ भन्नाले अब हामी चाहिँ ल पसल आइपुग्यौँ है। अब चाहिँ मैले देखिसकेँ पसल है। हामी चाहिँ यही पसलमा चाहिँ अब हामी किनमेल गरेर चाहिँ हाम्रो कामहरू सकेपछि चाहिँ हामी घुमघामतिर एकछिन व्यस्त हुन्छौँ। त्यस्तै छ ल। हामी चाहिँ अब निक्लिओरी होइन, हामी चाहिँ अब यस्तो ठाउँबाट अब टक्कसँग घुम्नलाई हामी जाँदैछौँ। यस्तो अवस्था देख्नुहुँदैछ के कस्तो छ यहाँको अवस्था। ल हेर्नुहोस्, यहाँ दामी छ नि, हेर्दाखेरि चाहिँ सिङ होइन खतरा दामी देखिन्छ। दामी तरिकाको केटी अगाडि हिँड्दैछ। फेरि अगाडि को हो थाहा छैन, म त चिन्दिनँ। फाइनली होइन हामी चाहिँ कुन पार्क हो, यो पार्कको नामसाम मलाई थाहा भएन। हामीलाई घुम्न पायो भने भयो। अब घुमेर हजुरहरूलाई चाहिँ यहाँको वरिपरिको दृश्यहरू देखाउन पायो भने मलाई चाहिँ पुग्यो होइन। अब नामसाम चाहिँ अब के थाहा अर्काको ठाउँको नाम तपाईँहरूले देख्न सक्नुहुन्छ नि त। पुरा ग्राउन्डभित्र मान्छेहरू घुम्ने रमाउने बिन्दास आफ्नो तरिकाले यहाँ चलिरहेको छ जिन्दगी सबैको आफ्नो। कोही टिकटकमा बसेर लाइभ बस्ने, कोही के गर्ने, सबैलाई आफ्नो सुर छ यहाँनिर चाहिँ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको माहौल यस्तो चाहिँ के दामी केटीले खेलाउँदैछ हो। यो के हो यो यस्तो ग्राउन्डको बिचमा म अहिले चाहिँ आएर चाहिँ हजुरहरूलाई यसरी देखाउँदैछु वरिपरिको दृश्य। हरियाली चाहिँ यार क्रिकेट ग्राउन्ड जस्तो देखिन्छ यो चाहिँ। देख्न सक्नुहुन्छ नि त, हेर्नुहोस् त वरिपरिको दृश्य कस्तो छ। मान्छेहरू त त्यस्तो खासै धेरै त होइन, आज ठिकै रहेछ। चौरीमा बसेर चाहिँ हजुरहरूलाई मैले भिडियो दामी देखाएको छु क्या। फुटबल ग्राउन्ड जस्तो दामी चौरी छ क्या, यस्तो दामी आउँछ यहाँनिर भिडियोहरू चाहिँ अब्बर आउँदो रहेछ नि त। उब्बर देख्न सक्नुहुन्छ नि त हजुरहरूले यस्तो दामी भिडियोहरू, क्वालिटीको भिडियोहरू यस्तो छ क्या सट्टसँगले। म हजुरहरूलाई चाहिँ दामी तरिकाले देखाउने छु नि त के कस्तो छ भन्ने कुरा अवस्था।
देख्न सक्नुहुन्छ नि त आम्मामा हेर्नुहोस् त झिलिमिली पुरै। हाम्रोतिर त दीपावलीमा मात्र यस्तो झिलिमिली हुन्थ्यो, यता त 4 महिना के भन्छ 12 महिना झिलिमिली देखिन्छ दीपावली यस्तो। हाम्रोमा त वर्षमा एकचोटि चाहिँ यस्तो झिलिमिली देख्न पाइन्छ। के दामी देखिन्छ हेर्नु त वरिपरिको अवस्था कस्तो छ त, टक्क सफा सुन्दर देखिन्छ क्या हेर्दा पनि। यो के को ट्याङ्करहरू ठडिरहेछ, हाम्रो केशव दाइ बसेर यहाँ के गर्नु हुँदैछ, पुरा घोरिएर कोरिनु भएको छ, के भएको हो नि। यतापट्टि चाहिँ यस्तो चाहिँ कसको घर हो है, यो त दामी सो देख्न सक्नुहुन्छ नि त हजुरहरूले यस्तो दामी ठाउँहरूलाई मैले अब हजुरहरूलाई देखाइरहेको छु टक्कसँगले के कस्तो छ यहाँको सिन। हजुरहरूलाई चाहिँ मैले घुमी चारैतिरबाट चाहिँ होइन यहाँको रमणीय ठाउँहरू दृश्यहरू हजुरहरूलाई देखाउने जमर्को सहित म उपस्थित भएर चाहिँ तपाईँहरूलाई चाहिँ के कस्तो हुन्छ भनेर चाहिँ मैले देखाइरहेको छु। टक्कसँगले हेर्न सक्नुहुन्छ नि त यस्तो छ कि यतापट्टि उता हल्ला 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 गरिरहेको छ, फेरि किन गर्छ हल्ला। टक्कसँगले यस्तो छ, टक्क अब रात पनि पर्न लाग्यो। कस्तो देख्न सक्नुहुन्छ त टक्कसँग हेर्नुहुन्छ नि दाइ, घरहरू यस्तो दामी छ। टक्कसँगले यहाँ खानेकुराहरूको यो के हो यस्तो, यो यत्रो बिल्डिङहरू छ टक्कसँगले। रात परिसकेको अवस्था छ, यस्तो छ बिजोक। अब एकछिनमा त अब झमक्कै हुन्छ, देखिँदैन होला। यो घर पो दामी देखिँदो रहेछ यार। अहिलेको पुलिस होइन के छ भाइ? हामी चाहिँ आजको घुमघामलाई बिट मारेर अब चाहिँ हामी रुम फर्किँदै गरेको अवस्था। हामी बाटोमा जाँदैछौँ, बाटोको दृश्य यस्तो छ। गाडीभित्रबाट मैले चाहिँ भिडियो बनाउँदाखेरि चाहिँ बाटोतिर यस्तो त अवस्था देखिरहेको छ, पुरा झिलिमिली बाटोमा पनि देखिरहेको छ। ल टक्कसँगले अगाडि दामी देखिन खोज्छ, तर हल्लिएरै धेरै देखिँदैन क्या। कस्तो धेरै हल्लिएको गर्छ यार, यो गाडी पनि हल्लिनै परेछ। ब्रुक उठेर भिडियो त कताबाट कता पुग्छ फोकसै गर्दैन त यार क्यामेराले नि। अनि ओभर हल्लाइदिँदो रहेछ नि त, अनि हल्लिएपछि चाहिँ फेरि राम्रै देखिँदैन। नहल्लिँदाखेरि चाहिँ क्लियर देखिन्छ, हल्लिएको बेला यस्तो आउँछ कि अब नहल्लिँदाखेरि अब टक्क हेर्नुहोस् अलिक राम्रो क्लियर आउँछ क्या, देखिन्छ। अहिले त हल्लिएर त केही पनि देखिएन, यस्तो हल्लिदिन्छ क्या। अब एकछिन रोकिएपछि टक्कसँगले देखिन सक्नुहुन्छ नि त, क्लियर हुँदैछ, बिस्तारै भएको छ। अहिले क्लियरमा झरिसकेको छ। ल ठिक छ, यस्तै छ आजको भिडियोहरू चाहिँ यस्तै भयो है। अब हामी रुमतिर पुगेपछि चाहिँ अब सुतिन्छ, खाइन्छ, बसिन्छ, यस्तै छ।